भण्डारी चिन्नुभयो अलिअलि चिन्नु होला उहाँ मीना राय माझी उहाँ कृष्ण बजगाई उहाँ आयुषा गौतम बजाई उहाँ सुस्मिता अस्ति बिहार क्यों कोसम गयो थाहा छैन यतै गाउँको फाइल ल्याउँछ यी त बाल कलाकार भएर रुँदै आइथिन् इन्द्राणीमा गएको त यहीँको बुढा भेटिन्छ मनमायाहरूलाई पिर परे भर्खर गाली भेटे हाम्रो भेटेन अनि सुस्मिता बुढासानी एक कृष्ण बजगाई अनि उहाँ चेनी भण्डारी अनि हाम्रो यता शर्मिला श्रेष्ठ अलि अगाडि जाऊ न तिमीलाई ऊ तल दाइले खोज्नु भएको छ अनि हाम्रो बाल कलाकार कहाँ जानुभयो बाल कलाकार के वृद्ध बाल कलाकार छत्रबहादुर साई होइन अनि युवराज चौलागाई कहाँ जानुभयो खै युवा कलाकार जोरदार र अब इन्द्राणी कि आऊ न यिनलाई हेर इन्द्राणी कि बजाई आवै माला नलाउने हुन्छ यत्रो तिहारका दिन माला नलाउने ल हेर हिँड्ला ल चिन्नुभयो यो कङ्काली माता यो वर्ष मनमायाको बिहा होस् केटीहरूको बिहा भएन भने पनि मन बिग्रिँदो रहेछ हजुर यता कता मन डुल्ने बाबुले एकातिर काममा लगाउँदा पनि त्यहाँ भने बेला नपुग्ने अरूका बच्चा बच्ची हेर्ने टोलाउने अरूका बुढा हेरेर त टोला थाहा भयो होइन बच्चा बच्ची देखाएरै नहुने हुँदो रहेछ अनि यी बहिनीको पनि त्यस्तै रोग छ यी दुईटीलाई धेरै धन्यवाद यति भन्दै राजेश समाल आउनुहुन्छ कि भनेको आउनु भएन अब सुरु गरौँ है त ल ओके राजेश समाल राईलाई बोलाऊ न ओए दिली अनि दुर्गा राय माझी हाम्रो अभिभावक हुनुहुन्छ उहाँलाई म अगाडि आइदिन हार्दिक आग्रह गर्दछु आउनु न त तपाईँले छोइदिए मनमायाको बिहा हुन्थ्यो कि ल मैले अलिकति खोजेको राजेश समाललाई मात्रै हो फोन हान्नुहोस् न एउटा गीत गाइदिनुहोस् त आमा गीत गाउनु त जान्दैन बरु बेला नाच्थे अहिले घुँडाले नाच्नु हुँदैन हस् धन्यवाद गाउन नआएकै राम्रो भयो धेरै कलाकारको पालो आउँछ कि नै भनेको थिएँ आमा जे भयो ठिकै भयो ए राजेशमा भन भना भाइ हो राम्ररी भना स्वर्गीलाई खाना वर्षै दिनको तिहारैमा भन भना भाइ हो वर्षै र दिनको तिहारैमा रातो माटो चिप्लो बाटो लड्दै पढ्दै काठमाडौँको ऐतिहासिक
दान आहै लिने पनि आहै आशिषहरू आहै दिने पनि आहै भन भन भाइ हो आहै राम्ररी भन आहै शर्मिलाइकन आहै शर्मिलाइकन वर्ष दिनको रेलीमै देउसिरा भैलो इन्द्राणी आओ गर्नलाई रमाइलो वर्ष दिनको रेलीमै देउसिरा भैलो इन्द्राणी आओ गर्नलाई रमाइलो वर्ष दिनको रेलीमै देउसिरा भैलो इन्द्राणी आओ गर्नलाई रमाइलो इन्द्राणी आओ गर्नलाई रमाइलो आहै भन भन भाइ हो देउसिरा आहै राम्ररी भन देउसिरा आहै वर्षै र दिनमा देउसिरा आहै सत्य युगको आहै बलिराजाको आहै कथा बोके आहै आएका हामी आहै उसै बेला आहै महादेवले आहै मनुष्यको आहै रचना गर्न आहै खोजेछन् भाइ हो आहै सर्वप्रथम आहै सुनाइको आहै मनुष्य बनाई आहै त्यसलाई उनले आहै बोल मनुष्य आहै भन्दाखेरि आहै बोलेन भाइ हो आहै त्यसै पछि आहै चाँदीको आहै मनुष्य बनाई आहै बोल मनुष्य आहै भन्दा पनि आहै बोलेन्छ भाइ हो आहै त्यसै पछि आहै चाँदीको आहै मनुष्य बनाई आहै बोल मनुष्य आहै भन्दाखेरि आहै त्यसले पनि आहै बोलेन्छ भाइ हो आहै त्यसपछि त आहै भगवानले आहै रिसाएर आहै खरानीका पिण्ड आहै कुखुरे सुली आहै मिसाएर आहै मनुष्य बनाए आहै बोल मनुष्य आहै भन्दाखेरि आहै बोलेछ भाइ हो आहै बोल्न त बोल्यो आहै है भन्यो आहै महादेवले आहै रिसाएर आहै श्राप दिएछन् आहै बालै मर्ने आहै पैसै मर्ने आहै बिर्दै मर्ने
देउसेरा फेरका आहै बामाका आहै घरैभरि आहै लक्ष्मीले आहै बासै गरून् आहै रोग्न लागोस् आहै छोरा छोरी आहै डाक्टर पाइलट आहै इन्जिनियर हुन् आहै बाबा आमा आहै काँस झैँ फुलुन् आहै बाँस झैँ नोगुन् आहै पाती झैँ मौलाउन् आहै पाती झैँ फैलाउन् आहै दुबा झैँ फौलाउन् आहै पाती झैँ गजाउन् आहै अहिले आउँदा आहै यत्रो बाटो आहै आगोम आउँदा आहै ठुलो भर आहै परे टक्का आहै घुइँचै लागुन् आहै कङ्काली मन्दिर आहै विश्वभरि आहै फैलेर जाओस् आहै राम्रै भओस् आहै भट्याउनीको आहै घाँटी सुक्यो आहै मादलेको आहै हातै दुख्यो आहै भन भन भाइ हो आहै फेरि पनि गाइन्छ आहै अब एकछिन आहै गीतको टुक्का चाहिन्छ आहै गीतको टुक्का चाहिन्छ थप्दै जाउँ है रेलीमै यसै कृति देउसी भैलो नेपालको संस्कृति थप्दै जाउँ है रेलीमै यसै कृति देउसी भैलो नेपालको संस्कृति थप्दै जाउँ है रेलीमै यसै कृति देउसी भैलो नेपालको संस्कृति देउसी भैलो नेपालको संस्कृति आहै भन भन भाइ हो आहै यसपछि देउसी आहै दुर्गा दाइले आहै भट्याउनु हुन्छ आहै एम्पाञ्चको आहै बारेमा उहाँले आहै बताउनु हुन्छ आहै भन भन भाइ हो आहै राम्ररी भन आहै भन भन भाइ हो आहै स्वर मिलाइकन आहै भन भन भाइ हो आहै देउसी रे भन आहै बजाउनेको आहै तालै छोपी आहै भट्याउनेको आहै सोरै राखी आहै आयौँ हामी आहै इन्द्रेणी समूह आहै रिङ्दै घुम्दै आहै हजुरकै गाउँमा आहै वर्षै र दिनको आहै हाम्रो पर्व आहै हाम्रो गर्व आहै कङ्काली देवी आहै भद्रकाली आहै गोरखा काली आहै जप्दै जप्दै आहै हजुरकै नाउँ आहै जप्दै जप्दै आहै आयौँ हामी आहै हजुरैको आहै आँगनीमा
लक्ष्मी पूजा दिन आहे गोवर्धन पूजा आहे पाँचौँमा दिन आहे द्वितीया पूजा आहे भाइ टिका आहे पुज्दै पुज्दै आहे हजुरको घरमा आहे आइपुग्यौँ हामी आहे आइपुग्यौँ हामी ख्याली है हे वर्ष दिनको देउसी र भैलो आयो भैलो हजुरको घर दैलो वर्ष दिनको देउसी र भैलो आयो भैलो हजुरको घर दैलो वर्ष दिनको देउसी र भैलो आयो भैलो हजुरको घर दैलो वर्ष दिनको हजुरको घर दैलो हाहे भन भन भाइ हो देउसी हाहे देउसी रे भन देउसी हाहे रिङ्गैमा आयौँ देउसी हाहे घुम्दैमा आयौँ देउसी हाहे हजुरलाई देउसी हाहे छिजो लायौँ देउसी हाहे सधैँमा हामी देउसी हाहे आउनेमा छैन देउसी हाहे हजुरलाई छिजो देउसी हाहे लाउनेमा छैन देउसी हाहे कङ्काली देवी देउसी हाहे जप्दै जप्दै देउसी हाहे हजुरकै नाउँ देउसी हाहे पवित्र ठाउँ देउसी हाहे जप्दै आयो देउसी हाहे देउसी र भैलो देउसी हाहे गाउँदै आयौ देउसी हाहे वर्षै र दिनमा देउसी हाहे यो हाम्रो पर्व देउसी हाहे संस्कृति थान्न देउसी हाहे चाडबाड मान्न देउसी हाहे यो ठाउँमा देउसी हाहे हजुरकै ठाउँमा देउसी हाहे हजुरकै दैलो देउसी हाहे हजुरकै आँगन देउसी हाहे हजुरकै ठाउँमा देउसी हाहे देउसी रे आयो देउसी हाहे वर्षै र दिनको देउसी हाहे तिहारैमा देउसी हाहे तिहारैमा देउसी हाहे तिहारैमा देउसी हे आँगनैमा कलश र थाली रक्षा गर हे देवी कङ्काली आँगनैमा कलश र थाली रक्षा गर हे देवी कङ्काली आँगनैमा कलश र थाली रक्षा गर हे देवी कङ्काली रक्षा गर हे देवी कङ्काली अब एकछिन सबजनालाई नचाउँदै गाउन पाऊ अर्को साल नि यही ठाउँमा आउन सबजनालाई नचाउँदै गाउन पाऊ अर्को साल नि यही ठाउँमा आउन सबजनालाई नचाउँदै गाउन पाऊ अर्को साल नि यही ठाउँमा आउन अर्को साल नि यही ठाउँमा हे भेट्न पाइयो रमाइलो लाउँदैछ कतिके दान बिस्तारै आउँदैछ भेट्न पाइयो रमाइलो लाउँदैछ कतिके दान बिस्तारै आउँदैछ भेट्न पाइयो रमाइलो लाउँदैछ
रेकर्ड रहन्छ विश्वमै छाप्लाउँछ आज दान त नगरे पाप लाउँछ रेकर्ड रहन्छ विश्वमै छाप्लाउँछ आज त दान नगरे पाप लाउँछ रेकर्ड रहन्छ विश्वमै छाप्लाउँछ आज त दान नगरे पाप लाउँछ आज त दान नगरे पाप लाउँछ सबले नजर नाङ्लोमै लाउँदैछन् सुरिन्दै निदान लिएर आउँदैछन् सबले नजर नाङ्लोमै लाउँदैछन् सुरिन्दै निदान लिएर आउँदैछन् सबले नजर नाङ्लोमै लाउँदैछन् सुरिन्दै निदान लिएर आउँदैछन् सुरिन्दै निदान लिएर लैजाउली हे बाबा हे काङ्काली माई शिर झोकाई ढोगियो शान्ति दिनुहोस् धेरै दुःख भोगी काङ्काली माई शिर झोकाई ढोगियो शान्ति दिनुहोस् धेरै दुःख भोगी काङ्काली माई शिर झोकाई ढोगियो शान्ति दिनुहोस् धेरै दुःख भोगियो शान्ति दिनुहोस् धेरै दुःख भोगियो अब भने अल्ली फरक गाउँ है तरिकाले अब भने अल्ली फरक गाउँ है तरिकाले धेरै धेरै दक्षिणा दिन मान्छे आउन थाले उतातिर नाच्न पर्यो कोही कोही यतातिर यताबाट ठ्याक्कै नदेख्दाखेरि भयो हामीलाई पिर पिर आहा अलि कोही यता जाउँ कोही यता जाउँ पैसा हाल्ने मान्छे सुट्टा सुट्टा आऊ हे यो कणेलले बस्यो ठाउँ ओगटी अब पालो सुरेन्द्र राजकुमार बोगटी यो कणेलले बस्यो ठाउँ ओगटी अब पालो राजकुमार बोगटी यो कणेलले बस्यो ठाउँ ओगटी अब पालो राजकुमार बोगटी अब पालो राजकुमार बोगटी रिसोर्ट पनि त्यस्तै साह्रै मिठो खाना थियो रिसोर्ट पनि त्यस्तै यो ठाउँमा जनप्रतिनिधि चाहिएका छन् यस्तै हामीलाई काजी कालु पनि
मनकारी छन् दाइनारा बुझेर यस्तै हो नि देउसी खेला मनकारी छन् दाइनारा बुझेर नयका बासी कचेरा हाल्ने भएपछि होइन हामीलाई टेन्सन नयका बासीको घर दैला आए हुन्न हामीलाई टेन्सन जङ्गर सापले ल्याउनु भयो कि भएको छैन पेन्सन मैले जिस्केको छु हे मैले यति भनिहालेँ भाइ पुरा बुझ यस्ता यस्ता मनकारीलाई देउसीको दिनमा पूज आज हामी आएका छौँ कुरा आफ्नै घरको मैले एउटा टुक्का भने छत्र भनिदेऊ अर्को हे मुस्कान दिएछन् जमादार ठिटोले ए मुस्कान दिएछन् जम ए मुस्कान दिएछन् रेलीमाई जमादार ठिटोले हान्छु भन्छन् हात्तीको बिटोले मुस्कान दिएछन् रेलीमाई जमादार ठिटोले हान्छु भन्छन् हात्तीको बिटोले रेलीमाई जमादार ठिटोले हान्छु भन्छन् हात्तीको बिटोले हान्छु भन्छन् हात्तीको बिटोले धेरै धेरै धन्यवाद छ अब हामी त्यो पल्ला घरमा एउटा बिरामी हुनुहुन्थ्यो अघि त्यो बिरामीलाई ल्याइदिनु होला हाम्रो आजको दिन दानाउँदैछ आत्तेको दाइ किन रमाइलो छ रेलीमा आजको दिन दानाउँदैछ आत्तेको दाइ किन रमाइलो छ रेलीमा आजको दिन दानाउँदैछ आत्तेको दाइ किन दानाउँदैछ आत्तेको दाइ किन इन्द्रेणी छ रेलीमाई देउसी र भैलोमा सबले हात हाल्दैछन् थाइलोमा इन्द्रेणी छ रेलीमाई देउसी र भैलोमा सबले हात हाल्दैछन् थाइलोमा इन्द्रेणी छ रेलीमाई देउसी र भैलोमा सबले हात हाल्दैछन् थाइलोमा सबले हात हाल्दैछन् थाइलोमा पाइलो अब रेलीमाई रोकिँदा रोकेर तान्दै जाउली टोकोमा बोकेर अब पाइलो रेलीमाई रोकिँदा रोकेर लैजाउँदा टोकोमा बोकेर अब पाइलो रेलीमाई रोकिँदा रोकेर लैजाउँदा टोकोमा बोकेर लैजाउँदा टोकोमा बोकेर धेरै धेरै धन्यवाद छ अब हामी दोहोरी गाउँछौँ होइन अब यो